सर सरज्यूलाई, आदरणीय सभाका सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यू, निर्णायक मण्डल तथा विभिन्न विद्यालयबाट पाल्नुभएका गुरुवर र मेरो सम्पूर्ण प्रतिस्पर्धी साथीहरूलाई मेरो तर्फबाट नमस्कार स्वीकार गरिदिनलाई हार्दिक अनुरोध गर्दछु। आज हाम्रो विषय रहेको छ हाम्रो सभ्यता, हाम्रो पहिचान। केहीको बारेमा बोल्नुभन्दा पहिला हामीलाई त्यसको बारेमा जान्नु जरुरी हुन्छ। सबभन्दा पहिला हाम्रो सभ्यता भनेको हो के त? हाम्रो सभ्यता भनेको पहिला प्राचीन कालदेखि चलिँदै आएको हाम्रो रीतिरिवाज, रहन सहन, खानपिन, धर्म, संस्कृति इत्यादिलाई बुझाइने गरिन्छन्। हाम्रा देश पावन मिल्का क्षेत्रमा कन्धामा हल्लो, हातमा कोदालो जुवालिएर किसानी गर्ने परम्परा चलिँदै आइरहेको थियो। हाम्रा मौलिकता डालो डोको नाङ्रोको हाम्रा आमा हजुरआमाले काम गरेको हामीले हेर्दै आइरहेको थियो। तर दुःखदको कुरा यो छ नि सभाध्यक्ष महोदयज्यू, यो अब डालो डोको नाङ्रो, हल्लो कोदालो जुवाको सट्टा आधुनिकताको कारणले गर्दाखेरि यो हल्लो कोदालोको नाम निशान पनि मिट्न थालेका छन्। किनकि अहिले आधुनिकता बढिरहेको छन्। अहिलेका वैज्ञानिकहरूले सबै कपी गरिएर हाम्रो परम्परा किसानीको कपी गरिएर ट्र्याक्टर उत्पादन गरिदिएका छन्, जसका कारणले गर्दाखेरि हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरू साह्रै नै अल्छी भइरहेको छ र बिरामी भइरहेको छ। किनकि उहाँहरूले उभिएको हुन्छन् तर त्यो ट्र्याक्टर लिएर खेत जोताइरहेको हुन्छ, त्यो आफू हल्लो जोत्न चाहिरहेको हुँदैन। पहिला प्रत्येक किसान दाजुभाइ दिदीबहिनीहरूको आँगनमा एउटा मियो हुने गरिन्छ। त्यो मियो लिएर जति पनि धान, गेहूँ, दाल इत्यादि अन्यहरू हुन्थ्यो त्यसलाई झार्ने गरिन्थ्यो। तर अब यो मियो त लोप नै भइहालेको छ। यो मियोको सट्टामा थ्रेसर, कम्बाइन जस्ता वस्तुहरू उत्पादन गरिदिएका छन्, जसका कारणले गर्दा हाम्रा किसान दाजुभाइहरू त साह्रै नै अल्छी भइसकेका छन्। उहाँहरू उभिएका हुन्छन् तर यो थ्रेसरले काम गरिरहेको हुन्छन्, आफूले काम गर्न चाहिरहेको हुँदैनन्। र पहिला हामीले धान, गेहूँ, पिठो, कोदो आदि कुट्न र पिस्नका लागि मिलमा जानु पर्दैन थियो। तर अब यो कस्तो अवस्था आइसकेका छन् जसका कारणले गर्दाखेरि हामीलाई धान, गेहूँ, मियो, पिठो पिस्नका लागि त्यो मिलमा जानुपर्छ। पहिला हाम्रा मियोको सट्टामा हामीले अहिले मियोको लोप नै भइसकेका छन्। मियोको सट्टामा त थ्रेसरहरू उत्पादन गरिदिएका छन्। हाम्रा आमा बाबाले कति मेहनत गरिएर आफ्नो रगत पसिना एक गरिएर हामीले राम्रो मान्छे बनाउनुहुन्छ, पढाउनुहुन्छ, लेखाउनुहुन्छ, ठुला मान्छे बनाउनुहुन्छ। तर उहाँको सट्टामा हामीहरूले के दिन्छौँ? उहाँले केही दिँदैन हामीहरूले उहाँलाई। यदि कि हामीहरूले उहाँहरूको बुढाकालमा उहाँहरूलाई लिएर वृद्ध आश्रममा गएर छोडिदिन्छौँ। के यो हाम्रो सभ्यता हो? यो हाम्रो मौलिकता हो? होइन, यो हाम्रो पहिचान होइन। र हाम्रो सभ्यता पहिला हाम्रो सभ्यता हाम्रो साडी, हाम्रो ब्लाउज, हाम्रो तर अहिले यो हाम्रो साडी ब्लाउज लोप हुँदै गएको छ। त्यसको सट्टामा कुर्ता, सुरुवाल इत्यादि लगाइने गरिएका छन्। हाम्रा पहिला कोट प्यान्टको चलन थिएन, हाम्रो धोती र कुर्ताको चलन थियो। त्यो धोती कुर्तामा कति सुन्दरता झल्किन्थ्यो। र यो अन्त्यमा म एउटा भनाइ गर्छु। जनक के नगरी छी, सीता के गाम, उगना के भेष में उतरल शिव जी अही ठाम। एक बेर सबको प्रेम से कह दियो, जय जय श्री सीताराम। हस्त धन्यवाद। वाह वाह वाह, बहुत बढ़िया, बहुत बढ़िया।